ल, आजको कथा सुरु हुन्छ रामपुर भन्ने एउटा सानो सुन्दर गाउँबाट। त्यहाँ अर्जुन नामका एक युवक थिए, एकदमै मेहनती। तर अचानक उनका बुबा बिरामी परेपछि घरको सारा जिम्मेवारी उनको काँधमा आइपर्यो। अब उनको जीवनमा सङ्घर्ष, इमान्दारी र एउटा यस्तो प्रतिस्पर्धा सुरु हुन्छ जसको उनले कल्पना पनि गरेका थिएनन्। हो, यही कथाले हामीलाई एउटा निकै गहिरो प्रश्न सोध्न बाध्य बनाउँछ। सफलता पाउन अपनाइने सर्टकटको वास्तविक मूल्य के होला? आउनुहोस्, यो प्रश्नलाई मनमा राखेरै कथाभित्र प्रवेश गरौँ। कथाको सुरुवात हुन्छ एउटा सामान्य बजारबाट। तर यही सामान्य देखिने बजारमा दुई व्यक्तिले एकदमै फरक बाटो रोज्छन्। एउटा बाटो थियो इमान्दारी र मेहनतको, अनि अर्को ईर्ष्याले भरिएको अँध्यारो बाटो। अब अर्जुनले के गरे त? उनले आफ्नो बुवाको पुरानो ठेला निकाले, त्यसलाई सफा गरे र एउटा सरल तर सुन्दर सोच बनाए। गाउँमा चर्को गर्मी थियो र उनले सोचे, किन मानिसहरूलाई चिसो र ताजा कागती पानी नपिलाउने? यो एकदमै इमान्दारीबाट जन्मेको एउटा सानो सुरुवात थियो। अब सोच्नुस् त, पहिलो दिनको कमाई कति भयो होला? जम्मा 15 ग्लास। सुन्दा त खासै केही होइन जस्तो लाग्छ, होइन र? तर अर्जुनको लागि यो सानो सङ्ख्या थिएन। यो त उसको मेहनतको पहिलो फल थियो, आशाको पहिलो किरण। र आफ्नो परिवारको लागि केही गर्न सकेकोमा उसलाई भएको त्यो गर्वको अनुभूति, त्यो अमूल्य थियो। तर त्यही बजारमा अर्को पात्र पनि थिए। एकातिर अर्जुन, जो एउटा पुरानो ठेला र आफ्नो परिवारप्रतिको आशा लिएर शून्यबाट सुरु गर्दै थिए। अनि अर्कोतिर थिए रघु, जसको वर्षौं पुरानो स्थापित पसल थियो। तर उनले अर्जुनको यो सानो सफलतालाई पनि आफ्नो लागि खतराको रूपमा हेर्न थाले। जब अर्जुनको सानो ठेलामा ग्राहकहरूको भिड बढ्न थाल्यो, रघुको मनमा ईर्ष्याको आगो दन्किन थाल्यो। उनले मनमनै सोचे, हेर्नुस् त, हिजोको केटो र यसकोमा यस्तो भिड। यो उसको असुरक्षा र घमण्ड बोलिरहेको थियो। भनिन्छ नि, ईर्ष्या एउटा यस्तो विष हो जसले अरूलाई भन्दा पहिले आफैलाई खाइदिन्छ। हो, रघुको मनमा बढेको त्यही ईर्ष्याले अब उसलाई विनाशको अँध्यारो बाटोतिर डोहोर्याउँदै थियो। रघुले सबैभन्दा सजिलो तर सबैभन्दा खतरनाक हतियार प्रयोग गरे, हल्ला। बजारभरि एउटा झुटो कुरा फैलियो कि अर्जुनले आफ्नो कागती पानीमा हानिकारक केमिकल मिसाउँछ। यो एउटा यस्तो आरोप थियो जसले अर्जुनको इमान्दारीमाथि नै सिधै प्रहार गर्यो। रघुको योजनाले काम गर्यो। एक दिन एक खाद्य निरीक्षक अर्जुनको ठेलामा आइपुगे र सबैको अगाडि सोधपुछ गर्न थाले। बिचरा अर्जुन, उनको इमान्दारी आज एउटा झुटो आरोपको कठघरामा उभिएको थियो। चारैतिरबाट मानिसहरूले उनलाई शङ्काको नजरले हेरिरहेका थिए। तर अर्जुन, उनी एकदमै शान्त थिए, किनकि उनलाई आफ्नो काममा, आफ्नो इमान्दारीमा पुरा भरोसा थियो। उनलाई थाहा थियो, सत्यलाई कसैले पनि धेरै बेर लुकाएर राख्न सक्दैन। र भयो पनि त्यस्तै। कागती पानीको जाँचपछि निरीक्षकले सबैको अगाडि भने, यहाँ सबै ठिक छ। अर्जुन निर्दोष साबित भए। उनको इमान्दारीको जित भयो। तर रघुको मनको ईर्ष्या, त्यो अझै मरेको थिएन। जब हल्लाले काम गरेन, रघुले एउटा भयानक र अँध्यारो बाटो रोजे। उनको ईर्ष्याले उनलाई यति अन्धो बनाइदियो कि उनी गाउँको पुरानो किंवदन्तीमा रहेको एक अलौकिक अँध्यारो शक्तिसँग मद्दत माग्न पुगे। यो उसको पतनको सुरुवात थियो। हरेक सर्टकटको एउटा नदेखिने मूल्य हुन्छ, र रघुले रोजेको बाटोको मूल्य चुकाउने समय अब नजिकिँदै थियो। उसले चाँडै नै थाहा पाउँदै थियो कि उसले गरेको सम्झौताको मूल्य उसले सोचे भन्दा कैयौं गुणा भयानक थियो। हो, रघुले गरेको त्यो कालो सम्झौताले काम गर्न थाल्यो। अर्जुनको ठेलामा अनौठा घटनाहरू घट्न थाले। कहिले कागतीहरू आफै कुहिने, कहिले गिलासहरू हातबाट चिप्लिएर फुट्ने, त कहिले आएका ग्राहकहरू पनि बिना कारण फर्कने। तर यतिले मात्र रघुको ईर्ष्याको आगो निभेन। ऊ अर्जुनको पूर्ण बर्बादी चाहन्थ्यो। त्यसैले ऊ फेरि त्यही अँध्यारो शक्ति सामु गयो, अझ धेरै शक्ति माग्न। तर उसलाई के थाहा थियो र कि यसपटकको मागको मूल्य उसको सर्वस्व हुनेछ। अनि त्यो अँध्यारो शक्तिले के माग्यो होला? उसले भन्यो, यदि तिमीलाई थप सफलता चाहिन्छ भने मलाई तिम्रो छोरा देऊ। सोच्नुस् त, यो सुनेर रघुको हालत के भयो होला? उसको खुट्टा मुनिको जमिन नै भाँसियो। आफ्नो सानो ईर्ष्याको लागि उसले आफ्नो सबैभन्दा प्यारो कुरा, आफ्नो छोरालाई नै दाउमा राखेको थियो। हो, यही त्यो क्षण थियो जब उसले बुझ्यो, उसले रोजेको सर्टकटको बाटो त सिधै बर्बादीतिर जाँदो रहेछ।
जब मानिसले आफ्नो गल्तीको सबैभन्दा ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आउँछ तब उसँग केवल 2वटा बाटो बाँकी रहन्छन्, या त पतनलाई स्वीकार्ने वा छुटकाराको बाटो खोज्ने। अब हेरौं रघुले कुन बाटो रोज्छन्। आफ्नो छोरा गुमाउने डर र पश्चातापको आगोमा जल्दै रघु दौडेर अर्जुन कहाँ पुगे। उनले आफ्नो हरेक षड्यन्त्र, हरेक झुट, सबै कुरा स्वीकार गरे। यो उसको अहङ्कारको अन्त्य थियो र सायद मानवताको पुनर्जन्म पनि। यति धेरै सहेपछि अर्जुनले रघुसँग बदला लिन सक्थे, तर उनले क्षमाको बाटो रोजे। उनको यो सरल तर शक्तिशाली निर्णयले रघुको ईर्ष्याको त्यो अँध्यारो चक्रलाई तोडिदियो र उसलाई पश्चातापबाट मुक्तिको बाटो पनि देखाइदियो। र त्यसपछि के भयो? सत्य र इमान्दारीको जित भयो। बिस्तारै ग्राहकहरू अर्जुन कहाँ फर्किए। 1 वर्षमै उनले नयाँ स्वादहरू थपे। अनि वर्षौंपछि जहाँ कुनै बेला एउटा सानो ठेला थियो, त्यहाँ अर्जुन लेमन हाउस नामको एउटा ठूलो पसल खडा भयो। यो उनको लगनशीलता र इमान्दारीको पुरस्कार थियो। अन्त्यमा यो कथाले हामीलाई यही सिकाउँछ, सर्टकटको बाटो हेर्दा जति नै आकर्षक र सजिलो किन नदेखियोस्, त्यसले सधैँ एउटा नदेखिने ठूलो मूल्य लुकाएको हुन्छ। रघुले लगभग आफ्नो सर्वस्व गुमाए, जबकि अर्जुनको इमान्दार मेहनतले उनलाई स्थायी सफलता दिलायो। यो कथा रामपुर गाउँको मात्र होइन, यो हामी सबैको जीवनसँग कतै न कतै जोडिएको छ। अब प्रश्न यो उठ्छ कि हामी आफ्नो जीवनमा कुन बाटो रोज्छौं? क्षणिक लाभको, सजिलो देखिने बाटो, वा दिगो विरासत बनाउने इमान्दारी र मेहनतको बाटो?